नमस्कार। आजको यस विशेष विश्लेषणमा यहाँहरूलाई स्वागत छ। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हरेक घर र अभिभावकको मन छुन्छ। अभिभावक हुनु आफैमा एउटा सुन्दर तर चुनौतीपूर्ण यात्रा हो। हामी सबै चाहन्छौँ आफ्ना बालबालिकाको उज्जवल भविष्य होस्, तर कहिलेकाहीँ अन्जानमै हाम्रा आफ्नै काम र व्यवहारले उनीहरूको विकासमा कस्तो असर पारिरहेको हुन्छ भन्ने कुरा हामीले पत्तै पाएका हुँदैनौँ। आज हामी बालबालिकामा जिम्मेवारीपन कसरी निर्माण गर्ने र हामीबाट कहाँनिर गल्ती भइरहेको छ भनेर एउटा ऐनामा हेरे जस्तै गरी आफैलाई निहाल्नेछौँ। साँच्चै भन्नुपर्दा हाम्रा छोराछोरीले किन सिकेनन् त? यो प्रश्नले हामी धेरैलाई पिरोल्छ नि, होइन र? कहिलेकाहीँ त लाग्छ हामीले कतै अर्कै ग्रहका प्राणी त हुर्काइरहेका छैनौँ। यो आजभोलि धेरै घरमा सुनिने साझा गुनासो हो। बालबालिकाहरूले किन पढ्न छाडे? किन उनीहरूमा अनुशासनको कमी देखियो? यो प्रश्नले हामीलाई बाहिर अरूलाई दोष दिनुभन्दा पनि आफ्नै भित्र चियाएर हेर्न बाध्य बनाउँछ। आजको हाम्रो यो सम्पूर्ण विश्लेषण यही एउटा आधारभूत प्रश्नको जवाफ खोज्नमा केन्द्रित हुनेछ। आजको हाम्रो यो विश्लेषण मुख्य गरी यी 5वटा बुँदाहरूमा केन्द्रित हुनेछ। समस्याको पहिचानदेखि प्रविधिको असर, माया र जिम्मेवारी, हाम्रो मानसिकता र अन्त्यमा यसको समाधानसम्म पुग्नेछौँ। ल, अब ढिला नगरी सुरु गरौँ है त। पहिलो खण्डबाट सुरु गरौँ। समस्या, खासमा बाहिर देखिने लक्षण र भित्र लुकेको मुख्य कारण बीचको फरक के हो त? हामी अक्सर गुनासो गर्छौँ नि, मेरो त बत्ता नै बिग्रियो भनेर। बच्चाले नपढ्नु वा ध्यान नदिनु भनेको त बाहिरी लक्षण मात्र हो। तर अलिकति पछाडि फर्केर हेरौँ त, बच्चा रोयो कि फकाउन सानैदेखि हातमा मोबाइल थमाइदिने काम कसले गर्यो? हामी आफैले होइन र? आफूलाई अलिकति फुर्सद निकाल्न वा एकछिन शान्ति पाउन हामीले ल बाबु युट्युब हेर भनेर जुन डिजिटल कुलतको बिउ रोप्यौँ, आज त्यही कुरा बच्चा बिग्रियो भन्ने गुनासोमा बदलिएको छ। यो कति विडम्बनापूर्ण छ है। यो कुरा रातारात भएको पक्कै होइन। यो त एउटा चेन रियाक्सन जस्तै हो। सुरुमा सानैदेखि मोबाइलको लत बस्यो, जसले ध्यान केन्द्रित गर्ने क्षमता घटायो। त्यसपछि बिस्तारै पढ्ने बानी हराउँदै गयो। पढाइमा ध्यान नभएपछि विद्यालय र शिक्षकप्रतिको सम्मान पनि कम हुँदै गयो। र अन्त्यमा के भयो त? उनीहरूको ध्यान र उज्जवल भविष्य दुवै उनीहरूबाट धेरै टाढा पुग्यो। एउटा सानो गल्तीले भविष्यसम्म कत्रो ठूलो प्रभाव पार्दो रहेछ सोच्नुस् त। अब लागौँ दोस्रो खण्डतिर, जहाँ हामी प्रविधि र अनुशासनको कुरा गर्नेछौँ। हेरौँ, प्रविधि आफैमा खराब पक्कै होइन, तर हामीले मोबाइल र भिडियो गेमलाई समय कटाउने सजिलो बाटो बनायौँ। जब बच्चाहरू त्यो भर्चुअल दुनियाँमा हराउन थाले नि, उनीहरूले वास्तविक दुनियाँको जिम्मेवारी नै बिर्सिए। शिक्षकहरूप्रतिको जुन स्वाभाविक आदर र डर हुनुपर्थ्यो त्यो बिस्तारै हराउँदै गयो। अनि याद राख्नुहोस्, जब सम्मान हराउँछ तब समग्र अनुशासन नै त्यहीँबाट समाप्त हुन्छ। अनुशासन भनेको डर मात्र होइन, यो त सीमाहरूको बुझाइ हो जुन प्रविधिको अधिक प्रयोगले खाइदियो। यसपछि आउँछ तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण खण्ड, माया र जिम्मेवारी बीचको सन्तुलन। हामी सबै आफ्ना सन्तानलाई धेरै माया गर्छौँ, यो एकदमै स्वाभाविक हो। तर हाम्रो हुर्काइको सबैभन्दा ठूलो समस्या कहाँनिर भयो भने हामीले अत्यधिक माया त दियौँ, संसारका सबै सुख सुविधा पनि दियौँ, तर त्यससँगै जोडिएर आउनुपर्ने जिम्मेवारी दिन भने चटक्कै बिर्स्यौँ। माया गर्नु भनेको उनीहरूको हरेक काम आफैले गरिदिनु पक्कै होइन। जिम्मेवारी बिनाको मायाले त बच्चाहरूलाई परनिर्भर पो बनाउँछ त। उनीहरूलाई लाग्न थाल्छ कि संसार उनीहरूकै वरिपरि घुम्छ र केही नगरिकन सबै कुरा पाइन्छ। हाम्रो हुर्काइमा खासमा के कुरा छुटे त? पहिलो कुरा, हामीले उनीहरूलाई घरको सानोतिनो काम गर्न नै दिएनौँ, जसले गर्दा कामको सम्मान गर्ने भावना नै विकास भएन। दोस्रो, उनीहरूले जे मागे त्यो तुरन्तै हाजिर गरिदियौँ, जसले गर्दा उनीहरूले धैर्य गर्नै सिकेनन्। र अर्को गम्भीर कुरा, हामीले उनीहरूलाई सही र गलत के हो भनेर छुट्याउन सिकाउनै चुक्यौँ। यी साना अवसरहरू थिए जहाँ उनीहरूले आफ्नो चरित्र निर्माण गर्न सक्थे। यसै सन्दर्भमा एउटा महत्त्वपूर्ण कुरा आउँछ, सहनशीलता, अर्थात् दुःख वा कठिनाइ सहने भित्री शक्ति। जब हामी आफ्ना छोराछोरीलाई घरको कामबाट टाढा राख्छौँ वा कुनै पनि शारीरिक मानसिक सङ्घर्ष गर्न दिँदैनौँ, तब हामीले अन्जानमै उनीहरूको सहनशीलता नष्ट गरिरहेका हुन्छौँ। भोलि जीवनमा आउने ठूला चुनौतीहरू उनीहरूले कसरी सामना गर्लान् जब उनीहरूले सानो कुचो लगाउने वा आफ्नो ओछ्यान मिलाउने जस्तो सामान्य सङ्घर्ष नै गरेका छैनन्? अब चौथो खण्डमा जाउँ, जहाँ हामी हाम्रो मानसिकता र शिक्षाको बारेमा कुरा गर्नेछौँ। घरभित्रको मनोवैज्ञानिक वातावरणले बच्चाको दिमागमा ठूलो असर गर्छ। नपढे पनि पास भइहालिन्छ नि भन्ने सोचले उनीहरूमा मिहिनेत गर्ने बानी नै बस्न दिँदैन। अर्कोतिर पढे पनि दुःख, नपढे पनि दुःख
भन्ने निराशाजनक कुराले उनीहरूको भित्रैदेखिको उत्साह र प्रेरणा मारिदिन्छ। यी दुवै अतिवादी सोचहरू हुन् जुन हामी वयस्कहरूले नै उनीहरूको दिमागमा राखिदिएका छौं। यसले सिकाइको वास्तविक मूल्यलाई नै खत्तम पारिदिन्छ। अनि अर्को एउटा यथार्थ पनि छ, हामीले हाम्रा युवाहरूको एउटै मात्र सपना बनाइदियौँ, जसरी भए पनि विदेश जाने। यसको नतिजा के भयो भने हामीले उनीहरूलाई आफ्नै माटोमा, आफ्नै परिवेशमा कसरी सङ्घर्ष गर्ने र त्यसको मूल्य के हो भनेर बुझाउनै सकेनौँ। विदेश जानु नराम्रो त होइन, तर त्यही मात्र अन्तिम विकल्प हो भन्दा उनीहरूले यहाँको वर्तमान अवस्थामा मेहनत गर्न र चुनौती सामना गर्ने छाडिदिए। अन्त्यमा 5औं खण्ड समाधान। अब गाली होइन, सही दिशा दिने बेला आएको छ। एउटा भनाइ छ नि, आजका विद्यार्थी बिग्रिएका होइनन्, उनीहरू केवल अल्मलिएका हुन्। यो कुरालाई एकदमै गहिरिएर सोचौँ त। जब हामी उनीहरूलाई बिग्रिएको ट्याग दिन्छौँ, हामीले उनीहरूबाट आश मारिसकेका हुन्छौँ। तर जब हामी बुझ्छौँ कि उनीहरू प्रविधि र समाजको दबावको बीचमा अल्मलिएका मात्र हुन्, तब एउटा मार्गदर्शकको रूपमा हाम्रो वास्तविक भूमिका सुरु हुन्छ। त्यसैले अब हामीसँग दुईवटा मात्र बाटो छन्। या त हामी उनीहरूको यो अलमल र गल्तीहरूमा निरन्तर गाली गरिरहौँ, जसले उनीहरूलाई झन विद्रोही बनाउँछ, या त उनीहरूलाई सही दिशा देखाउँ। सही दिशा भनेको उनीहरूसँग संवाद गर्नु हो, कुरा सुन्नु हो र ससाना जिम्मेवारीहरू सुम्पिनु हो। यो अलमल सिर्जना गर्न कतै न कतै हाम्रो पनि हात थियो नि, त्यसैले यसलाई सुधार्ने दायित्व पनि हाम्रै हो। त्यसो भए हाम्रा छोराछोरीलाई गाली गर्नुको सट्टा सही दिशा दिन हामी आजैबाट के परिवर्तन गर्दैछौँ त? के आजैबाट घरको एउटा सानो कामको जिम्मेवारी उनीहरूलाई दिने हो, कि मोबाइलको साटो उनीहरूसँगै बसेर केही समय बिताउने हो? जिम्मेवारी सिकाउने काम आजैबाट, पहिल्यैबाट र हाम्रै घरबाट सुरु हुनुपर्छ। यो महत्त्वपूर्ण विश्लेषणमा हामी सँगै रहनु भएकोमा धेरै धेरै धन्यवाद। यो अन्तिम प्रश्नको उत्तर हामी सबैले आफ्नो मनमा खोजौँ है त।